म मोटाउनुको मेन कारण चाहिँ 2 थाल मासु भात खाएर सुत्दिन्छु साथीहरू। अरू त के भने आज पनि दिनभरि केही कामै भएन। हेलो साथीहरू, गुड मर्निङ। आजको डेली भ्लगको सुरुवात चाहिँ मैले आफ्नो प्लान्टहरूसँग गरेको छु। म चाहिँ यहाँ पानी हालिरहेको छु, हेर्न सक्नुहुन्छ। मैले चाहिँ नयाँ फुलहरू लिएर आएको थिएँ। यो चाहिँ मेरो प्लान्ट। त्यसपछि म चाहिँ पसल गएँ। पसलमा गएर चिया उमालेर चिया खान थालेँ। आजको दिन चाहिँ एकदम राम्रो थियो। समाइजहरूसँग कुराकानी गर्दै म चाहिँ यस्तो बाहिर निस्किएँ। हेर्न सक्नुहुन्छ, बाहिर चाहिँ अँधेरो अँधेरो थियो। त्यसपछि म चाहिँ पसलमा बसेँ। यसो के गर्नु भनेर होइन, अब मान्छेहरू आउँछन्, हाँसो लाग्छ, यतिकै टिकटक बनाए जस्तो गर्छु। त्यसपछि भाइलाई लिन म फेरि पनि बोर्डिङ गएँ। भाइ चाहिँ यहाँ हेर्न सक्नुहुन्छ, यहाँ बच्चा रोइरहेको थियो। बाहिरमा चाहिँ घर आएर यसो माइजूले ल्याइदिएको खानेकुरा हामी खान थाल्यौँ। त्यसपछि माइजूले चाहिँ मलाई भाँडा राख्न घर पठाउनु भयो। त्यसपछि घरदेखि म खाना लिएर आएँ। अनि यहाँ हेर्न सक्नुहुन्छ, मासु र भात हामी खायौँ तिनटैजना। त्यसपछि खाना खाएर सुत्यौँ, एकछिन मोबाइल चलायौँ। र बाहिर हेर्दा त घाम लागिसकेको थियो र गर्मी पनि एकदम बढेको थियो। र त्यसपछि म चाहिँ मिस्त्रीहरूको लागि खाजा लिएर गएँ। खाजा लिएर आउँदासम्म त मेरो भाइ मस्त सुतिरहेको रहेछ। त्यसपछि म पनि सुतेँ एकछिन त भाइसँग। अनि हेर्न सक्नुहुन्छ, फेरि चिया खानु मन लाग्यो, चिया खायौँ भाइ र म। त्यसपछि हामीलाई चाहिँ के खाम भयो थियो। अनि पानीपुरी बनाएर खायौँ फेरि तिनजना नै। कस्तो मिठो भयो थियो गाइस, घरमा बनाएको अर्ग्यानिक भन्नु नि। त्यसपछि भाइ र म चाहिँ मोबाइल हेर्दै बस्यौँ। हेर्दा हेर्दै बेलुका भइसकेको थियो। त्यसपछि हामी घर आयौँ। घर आएपछि मैले पोछा सोछा लगाएँ। हाम्रो यता दिउँसो हावाहुरी चलेको थियो नि त, अनि धुलोहरू उडेर आएको हुन्छ। सो मैले चाहिँ पोछा लगाएको हो। अनि आजको मेरो मिनी ब्लग चाहिँ यति नै। अब 100 डे मिनी ब्लग च्यालेन्जको सेकेन्ड डे हो। साथीहरू हजुरलाई कस्तो लाग्यो? म चाहिँ फ्रेस भएर अब सुन्न आँटेको। बाई बाई गाइस, लभ यु।